हेलो सबैजनालाई मेरो यो पहिलो भिडियोमा धेरै धेरै स्वागत छ। मेरो नाम बुद्धि थामी। म चाहिँ यो आज पहिलो भिडियो बनाउँदैछु। आजको भिडियोमा चाहिँ म के भन्न चाहन्छु भने कुनै पनि काम कुनै पनि कुरा हामीले आँट्यो भने गर्यो भने चाहिँ आजै गर्नुपर्ने रहेछ क्या, हैन? तपाईँ भोलिको लागि साच्नुहुन्छ कामहरू, हैन? म भोलि गर्छु, आउने दिनहरूमा गर्छु, हैन? प्रशस्त समय छँदैछ भनेर त्यस्तो खालको सोच राख्नुभयो भने चाहिँ तपाईँको काम कहिले पनि सम्पन्न नहुने रहेछ क्या। आजै र अहिलेबाटै जुनैसुकै काम होस्, हैन, आँटिहाल्नुपर्ने रहेछ, सुरु गरिहाल्नुपर्ने रहेछ। यदि जिन्दगीमा भोलि आउँछ, भोलि गर्नुपर्छ भन्न थाल्यो भने चाहिँ हामी सदा दिन पछि पर्ने रहेछौँ। तपाईँको एउटा भनाइ छ नि, भोलि कहिले पनि आउँदैन कि। भोलि भनेको कहिले पनि आउँदैन। हेर्नुहोस्, भोलि भन्ने कुरा चाहिँ कहिले पनि आउँदैन। त्यसैले जे गर्नु छ आजै गर्नुहोस्, भोलिको लागि नसाच्नुहोस्, हैन? तपाईँको आजको कर्मले तपाईँको भविष्य निर्धारण गर्नेछ क्या। त्यसैले चाहिँ जे होस्, पढ्नु मन छ तपाईँलाई पढ्नुहोस्, हैन? तपाईँको अब तपाईँ के गर्न चाहनुहुन्छ, तपाईँको इच्छा चाहना के छ, त्यो अनुसारले चाहिँ तपाईँले आफ्नो कर्म चाहिँ यो वर्तमान समयमा चाहिँ 100% तपाईँको ध्यान, तपाईँको त्याग, समर्पण, बलिदान दिएर चाहिँ कर्ममा लाग्नुहोस्। आजैदेखि लाग्नुहोस्, अहिलेदेखि लाग्नुहोस्। त्यसपछि तपाईँको सफलता चाहिँ तपाईँको पछि आउनेछ। तपाईँले सफलता खोज्नै पर्दैन। हस्त, धन्यवाद। जय नेपाल।